आदरणीय दर्शकवृन्द नमस्कार। म भरत विक्रम ढकाल, एकजना युवा उद्यमी जसले केही नयाँ काम गरौँ भनेर प्रयास गरिरहनु भएको छ। उहाँको गाँजाको कपडा व्यवसाय मुख्य व्यवसाय हो। गाँजाको रेसा, डाँठ, फूल, पात र बिउ अर्थात् दानाबाट के फाइदा छन् यस बारेमा बताउनका निम्ति मसँग युवा उद्यमी विनायक राज पाण्डे हुनुहुन्छ। उहाँले काठमाडौँको 32 पुतलीमा गाँजा स्टोर नेपाल नामबाट व्यवसाय गर्दै आउनुभएको छ। आउनुहोस् उहाँसँगको संवाद सुरु गरौँ। यहाँलाई हार्दिक स्वागत छ। नमस्कार हजुर। सबभन्दा पहिला सुरु गरौँ विनायकजी, गाँजा कपडा कसरी बन्छ, यो कहाँ बनाइन्छ? गाँजाको चाहिँ हजुर बोक्रा हुन्छ नि, लोत्ता भन्छ नि, त्यसबाट चाहिँ रेसा आउँछ। त्यसलाई चाहिँ उमालेर खरानीमा पिटेर गरेर त्यसबाट चाहिँ धागो निकालेर चाहिँ कपडा बनिन्छ। यो नेपालमै उपलब्ध छ कि बाहिरबाट ल्याउनुहुन्छ? यो नेपालमै उपलब्ध छ। यो चाहिँ कसरी गरिरहेछन् भने अहिले चाहिँ यो किनकि यो जङ्गली नेपालमा गाँजा जहाँ पनि फल्छ, त्यो जङ्गली गाँजाको चाहिँ रेसा लोत्ताबाट चाहिँ कपडा निकालिरहेको। जङ्गली भन्नाले के जङ्गलबाट ल्याउने कि व्यवसाय गरेको हुन्छ? व्यवसाय भन्नाले अब व्यवसाय त अहिले इलिगल छ, तर यो नेपालको प्रकृतिले दिएको प्लान्ट हो। त्यसै कारण यो जहाँ पनि हेऱ्यो नि, अहिले पनि हेर्नु जानु भने जहाँ पनि फलिरहेको हुन्छ। अहिले चाहिँ त्यस्तो ठाउँबाट चाहिँ रोल्पा, डोल्पा, यता बाजुरा, बजाङ अनि यता म्याग्दीबाट चाहिँ लिएर आइरहेको हुन्छ। तपाईँहरूले त्यहाँबाट ल्याएर यहाँ प्रशोधन गर्नुहुन्छ कि उतै प्रशोधन गरेर? यहाँ ल्याएर लोत्ताहरू लिएर आउँछौँ अनि प्रशोधन चाहिँ यहाँ विराटनगरमा हुन्छ। ए, बिचमा लोता ल्याउँदा के गर्दा केही कानुनी झमेला केही समस्या त छैन नि? छैन हजुर। यसमा चाहिँ के भने यो त लोत्तामा त त्यो लाग्ने तत्त्व नै हुँदैन हजुर। यसमा 0.0 लेस देन 0.03% THC हुन्छ, त्यसले चाहिँ लाग्ने कुरै हुँदैन। ए, अनि तपाईँ आफू चाहिँ यो व्यवसायमा कसरी आउनुभयो? म चाहिँ खास गरी 12 वर्ष विदेशमा बसेँ हजुर। म अस्ट्रेलियामा अध्ययन गरेर बसेको थिएँ। त्यसपछि फ्यामिली रिजनले नेपाल आउनु पर्यो। त्यसपछि मैले उता पनि यही व्यवसाय गरिरहेको। अस्ट्रेलियामा पनि व्यवसाय यही गरिरहेको। अस्ट्रेलियामा तपाईँ यो व्यवसाय गर्न कसरी पुग्नुभयो, कसरी थाहा पाउनुभयो? अब कस्तो भने मार्केटहरू हुन्छ, सानो मार्केट, एभ्री स्याटरडे सन्डे लाग्ने मार्केटहरूमा चाहिँ अनि कमाइ पनि गरिरहेको थिएँ, काम पनि गरिरहेको थिएँ, पढाइ पनि गरिरहेको थिएँ। के अझै आउटसोर्स चाह्यो भने चाहिँ नेपाली प्रडक्टहरू, ह्यान्डिक्राफ्ट सामानहरू, आयुर्वेदिक सामानहरू चाहिँ लगेर मार्केटमा बेच्ने गर्थेँ। ए, तपाईँ नेपालमा आइसकेपछि यो व्यवसाय सुरु गर्नुपर्छ भन्ने त सोच भयो। सुरुमा कसरी सुरु गर्नुभयो? यो हजुर एउटा मुभमेन्ट छ हजुर, लिगलाइज नेपाल भन्ने। यो चाहिँ हाम्रो दाइहरूले गर्नुभयो। म पहिल्यैदेखि उहाँहरूसँग आबद्ध थिएँ। अनि त्यहाँबाट यहाँ जतिखेर पनि अब खोल्ने भन्ने, तर केही नहुने हजुर। अनि यो बिजनेस चाहिँ यहाँ नेपालमा चाहिँ गाँजाको दुईवटा किसिम हुन्छ, एउटा भाङ्गो र गाँजा हो। अनि त्यो मान्छेहरूले बुझेन। हेम्प भनेर चाहिँ इङ्ग्लिस वर्डलाई चाहिँ भाङ्गो भनेर थाहा भएन। त्यो भएर अनि त्यहाँबाट आखिर बोट त एउटै हो, बोट एउटै हो हुनु बित्तिकै अनि मैले चाहिँ ल ठिकै छ, एउटा रेभोल्युसन तरिकाले यो सरकारलाई चाहिँ यो गाँजाबाट के बनिन्छ त भनेर। यो गाँजा र भाङमा के भिन्नता छ अलिकति बताउनुहोस् त? गाँजा र भाङमा चाहिँ एउटा लाग्ने तत्त्व हुन्छ कि CBD र THC। त्यसको मात्रा गाँजामा धेरै हुन्छ भने 0.03 भन्दा माथि हुन्छ, जुन चाहिँ हाई गर्ने हुन्छ, त्यो चाहिँ गाँजामा हुन्छ। 0.03 भन्दा मुनिहरूलाई चाहिँ CBD हुन्छ हजुर। पछि गाँजा भन्दा भाङ चाहिँ कम लाग्ने होइन, औषधिजन्य चाहिँ औषधिजन्य भयो भाङ चाहिँ। ए, अनि तपाईँको यो व्यवसायको यो आफ्नै उत्पादन हो, उद्योग छ कि के छ तपाईँको? उद्योग पनि छ हजुर, आफ्नै उद्योग छ। अनि मैले चाहिँ यो नेपाल अधिराज्यभरिमा जो यो यसमा काम गर्छन् तिनीहरूलाई चाहिँ एक ठाउँमा ल्याएर चाहिँ तपाईँहरूको के प्रडक्ट छ म यसलाई सोकेसिङ गर्न चाहन्छु भने, नभए त यो प्रडक्टहरू जति नेपालमा तपाईँले देख्नै भएको थिएन कि पहिला तपाईँले हेर्दा भनेको मतलब नेपालमा काठमाडौँ बाहिर पनि यो उत्पादन थियो। पछि ती उत्पादनहरूलाई तपाईँले एकीकृत गर्ने प्रयास गर्नुभयो, एक ठाउँ ल्याउने प्रयास गर्नुभयो। अनि त्यसमा कति सफलता प्राप्त गर्नुभयो? सफलता त अहिले 100% पाइसक्यो हजुर मैले, किनभने हरेक जो छ यसमा उद्योगमा लागेका मान्छेहरू चाहिँ मसँग आबद्ध छ।
देशभरिबाट साथीभाइहरू जो चाहिँ नयाँ गरौँ के गरौँ भन्ने सिप लिएर जुन चाहिँ इन्टरनेट बेसिसमा मात्र बेचिरहेको मान्छेहरूलाई पनि तिमीहरूको प्रडक्ट यहाँ ल्याएर डिस्प्ले गरौँ, यहाँ गरौँ, हामी एक ठाउँ भएर हामी एउटै चिज बनाउने हो यो ठाउँमा, किन छुट्टा छुट्टै जाने, एकै ठाउँमा एउटा स्टोर जस्तो बनाइदिएको। तपाईँले के उनीहरूलाई के सिकाउनु पनि हुन्छ नयाँलाई कि के गर्नुहुन्छ? म उनीहरूलाई इनोभेसन गर्नु लाउँछु, जहिले पनि नयाँ कुरा निकाल नि त। एउटा कहिले तेल बनाउने, कसैले तेलबाट अझै माथि जाओस् भनेर चाहिँ उनीहरूलाई नयाँ प्रडक्ट, वर्ल्डमा चलेको प्रडक्टहरू चाहिँ देखाइरहेको हुन्छ। अनि एउटा अर्को कुरा जस्तो अब गाँजाको कपडा लगाउने भन्ने त छ, गाँजा र भाङको भिन्नताको कुरा पनि मान्छे धेरैलाई थाहा छैन होइन। यो गाँजा र भाङको कपडा बन्छ, तर दुवैको भिन्नता के हो यो बताउनुहोस् त। गाँजा र भाङको कपडामा भिन्नता के पनि फरक भन्न हुनै छैन। अब अहिले हामीले पहिला देख्नुहुन्छ भने नेपालमा जहिले पनि ब्यागहरू भन्थे, ब्यागहरू बनेको कारण चाहिँ किनभने त्यो गाँजाकोबाट बनायो भने, किन गाँजालाई पाक्नु पर्यो, पाकेर त्यो फुल हुन्जेलसम्म त्यसको डोरी त एकदम छिपिसक्यो हुने। अनि भाङको डोरी चाहिँ यङैमा गर्दाखेरि चाहिँ यो 6 महिनामा उम्रिन्छ भने गाँजा 9 महिना लाग्छ उम्रिन नै भिन्नता भिन्नता हुन्छ। त्यो कपडाको भिन्नता चाहिँ कपडाको भिन्नतामा अब हामीले अहिले यो टी सर्ट लाउनु पाएको छौँ, नभए हजुरले गाँजाकै हो यो, गाँजाकै हो। नभए तपाईँले पहिला के पाउनुहुन्थ्यो भने जुत्ताहरू पाउनुहुन्थ्यो, ब्यागहरू, रक्स्याक ब्यागहरू हुन्छ जुन चाहिँ रफ हुन्छ, जो लाउँदाखेरि पनि तपाईँ लाउनु सक्नुहुँदैन, बोरा त लाउनु सकिँदैन। अहिले पाइन्छ, अहिले पनि उपलब्ध छन् नि त्यस्ता भेराइटीहरू? सब छ। तपाईँले आफै उत्पादन गर्नुभएको छ, आफ्नै उद्योग छ। अनि अर्को कुरा जस्तो नेपालमा गाँजा र भाङमध्ये कुन कपडाको बढी मात्रामा माग छ अथवा व्यापार छ? दुइटैको उति नै बराबर छ, बराबर छ। विशेष गरी यो अलिकति किन्दाखेरि खरिद गर्दाखेरि महँगो छ, यो चाहिँ लगाउन सकिँदैन भन्ने छ, यो सबै खालका मान्छे लगाउन नसक्ने अवस्था छ भन्ने सुनिन्छ। के हो यो, यस्तो किन भयो? अब यो खास गरी चाहिँ मेन कुरा के भयो भने खेती भएन हजुर। यो मेड इन नेपाल हो, नेपालमै बनेको कपडा हो होइन हजुर। यसको चाहिँ के हुन्छ भने यदि खेती भयो भने हामीसँग प्रशस्त मात्रामा यो लोत्ता हुन्छ हजुर। त्यो लोत्ता हामीसँग भएपछि कपडा धेरै बन्यो, धेरै बन्नु बित्तिकै कम भएर आउने भयो, जहाँ पनि पाउने भयो। अहिले कम पाउनै गाह्रो छ हजुर। यो बोक्राहरू त अब अहिले जति पनि उत्पादन कम भएको कारणले चाहिँ महँगो पर्न गयो, कटनभन्दा सस्तो हुनुपर्ने। अब एउटा के बताउनुहोस् तपाईँले भने गाँजाको कपडा लगाउँदाखेरि मान्छेलाई के फाइदा हुन्छ? एउटा त यो एन्टी ब्याक्टेरिया हो, हेर्नु त्यो ब्याक्टेरिया लाग्दैन हजुरलाई, पसिना पनि सट्टै सोच्ने। अनि अर्को यसले के गर्छ भने यो सूर्यको विकिरणहरू छ नि, विकिरणहरू यो अल्ट्रा भायोलेट रेजहरूलाई यसले रिफ्लेक्ट गर्छ, एट्र्याक्ट गर्छ। जस्तै अहिले पोलिस्टरहरू लाउनुहुन्छ त्यसले चाहिँ एट्र्याक्ट गर्छ, यसले चाहिँ फाल्छ, त्यो किरणहरूलाई फालिदिन्छ। भनेको अनावश्यक किरणलाई फालिदिन्छ अनि राम्रो चिजलाई मात्र राख्ने। अनि भाङको कपडाको पनि यस्तै हो? सेम हो हजुर। यिनीहरूको चाहिँ के भने गर्मीमा शीतल दिने, जाडोमा न्यानो दिने, अर्को विशेषता त्यो पनि। अनि यो यसको बजार चाहिँ नेपालमा मात्रै कि विदेशमा पनि गर्नुभएको छ कि कस्तो छ? अहिले हामीले विदेशमा पठाउनु चाहिँ पाएको छैन हजुर, किनकि हामीलाई विदेशमा पठाउनलाई स्ट्याम्प चाहिन्छ। यो नेपाल सरकारले यसलाई फ्री नै भनेको, लिगलै गरेका छैन त। हामीले स्ट्याम्प माग्नु गयो भने पनि उहाँहरूले दिनु हुँदैन, टेस्ट चाहिँ गरिदिनुहुन्छ तर रिजल्ट चाहिँ दिनु हुँदैन। भनेपछि यसको अरू कानुनी प्रक्रियाहरू बाँकी छ भन्ने बुझौँ। अनि अब हामी कहाँ आऊ भने गाँजाबाट बन्ने अरू के कुराहरू बन्छन् त गाँजाबाट? अब गाँजाबाट अहिलेसम्म 50,000 भन्दा बढी थोक बन्छ। जस्तै अब दानाबाट तपाईँले फुड आइटमदेखि तेलहरू भयो, प्रोटिन पाउडर भयो, जनावरहरूलाई खाने दानाहरू भए, अब त्यो दानाबाट बने, लोत्ताबाट कपडाहरू बने, जुनै खालको कपडा पनि बने। अब डाँठबाट के बन्यो भने तपाईँलाई डाँठबाट प्लाइवुडहरू बने, चारकोल बन्यो, अनि प्लस दानाबाट इँटा बनाउनु पायो, त्यसले घर बनाउनु पायो, यो जुन चाहिँ भूकम्प रहित घर हुन्छ। अनि जुन चाहिँ इन्सुलेसन गर्छ, जाडोमा गर्मी हुने, जाडोमा न्यानो दिने, गर्मीमा शीतल दिने। त्यसै गाँजाको लोताबाट कपडा बन्ने भयो,
डाँठबाट घर लगायतका विभिन्न वस्तु बन्ने भए अनि प्रोटिन पाउडर बिउबाट बन्ने भयो, बिस्कुट बन्ने भयो, गाई वस्तुले दाना खुवाउन दिए पनि हुने भयो। अनि एउटा अर्को प्रसङ्ग जस्तो ब्रोइलर कुखुरालाई चाहिँ त्यो अरू एन्टिबायोटिक दिनुभन्दा गाँजाको दाना दिएपछि अरू एन्टिबायोटिक दिनु नपर्ने भन्ने छ, यो के हो? यो चाहिँ थाइल्यान्डमा भएको कुरा हो हजुर। थाइल्यान्डमा के त्यहाँ प्रयोग गरिरहेछन् गरिरहेछन् हजुर उनीहरूले चाहिँ, किनकि अहिले कुखुराहरूलाई दिने एन्टिबायोटिकहरू भने सब हामी ह्युमन कन्जम्सन गर्ने एन्टिबायोटिकहरू। ए अनि त्यो एन्टिबायोटिक दिइसकेपछि यो अर्को चाहिँ मेडिकल अथवा अरू खालको एन्टिबायोटिक दिनु परेन हजुर अहिलेसम्म चाहिँ, किनकि ओमेगा 3, 6, 9 हुन्छ त्यसमा, फ्याटी एसिड पनि भयो। गाँजाको फुलबाट के कस्तो प्रकारको औषधि बन्छ? गाँजाको फुलबाट चाहिँ अब यो चाहिँ अहिलेसम्म वर्ल्डमा बनेको भने 3टा औषधि छ जुन कि प्रिस्क्राइब गर्नु पाइन्छ। एउटा चाहिँ एपिडेलक्स भन्ने छ, त्यो चाहिँ छाडे रोगको लागि हो। अनि अर्को चाहिँ डर्मिनल र नेबुनल भन्ने छ। यिनीहरू चाहिँ यो कस्तो भने यो मल्टिपल सिरोसिस HIV-हरूलाई भयो, क्यान्सरहरूलाई भयो, यो केमोथेरापीले चाहिँ नोजिया र भमिटिङ नगर्नुको लागि त्यस्तो औषधि चाहिँ बनाएर FDA एप्रुभ भएर सिधै डक्टरले प्रिस्क्राइबै गरिदिन्छ। भनेपछि छारे रोग, मृगी रोग, हजुर, अनि के रोग भन्नुभयो? क्यान्सर अनि HIV दुखाइहरूलाई मल्टिपल सिरोसिस, तपाईँलाई पेन भइरहेको हुन्छ, कहिले ढाड दुख्ने, कहिले के भइराख्ने हो, त्यसको औषधि बनेको छ। के त्यो औषधि नेपालमा उपलब्ध छ? नेपालमा चाहिँ उपलब्ध छैन, तर यदि चाहियो भने चाहिँ नेपाल गभर्मेन्टले चाहिँ अस्ति 2जना कि 3जनाले चाहिँ सर्वोच्च अदालतबाट नै खानु पाउने भनेर पाएका छन् भनेपछि त्यो अब बिस्तारै प्रक्रियामा छन् तर उनीहरूले ल्याउँदाखेरि विदेशबाट ल्याउनु। अच्छा, अब यो गाँजाको पातबाट के बन्छ भन्नुभयो? अब गाँजाको पातबाट एउटा त चिया पनि बन्यो हजुर। कसरी खाने चियालाई अब बिहान त्यसलाई जसरी चियापत्ती हुन्छ त्यो मुना टिप्ने हो हजुर। मुना टिपेर अनि त्यसलाई सुकाएर चाहिँ अनि ग्रिन टी तरिकाले खाने। यसबाट के फाइदा हुन्छ? यो कस्तो भने ब्लड प्रेसरलाई एकदमै राम्रो छ हजुर, हार्टलाई एकदमै राम्रो, मुटुलाई चाहिँ सबभन्दा राम्रो हो। अनि प्लस हजुरले यसमा अब ओमेगा 3 चाहिँ पाउनुहुन्छ। फाइदा धेरै छन् हजुर। अनि यो नेपालमा हालसम्म चाहिँ यो गाँजालाई कानुनी प्रक्रिया अथवा वैधानिकता दिने काम भएको छैन, तर सुरुवात भएको छ। यसमा तपाईँको भनाइ के छ? जस्तो नीति अनुसन्धान प्रतिष्ठानले पनि एउटा प्रतिवेदन जारी गरेको छ, प्रकाशन गर्यो, यस्ता अरूले पनि प्रकाशन गरेका छन्। यसमा तपाईँहरूको भनाइ चाहिँ के हो? अब कसरी अगाडि बढ्नु? अब अहिले भर्खरैको कुरा हेर्नुभयो भने भर्खरै हामीले नियम बना भनेर मुद्दा पनि जितिसक्यो सर्वोच्चले नियम बनाउनु भनेर सरकारलाई दिइसक्यो, तर सरकारको अब मन चाहे नै हामीले बुझ्न सकेका छैनौँ। जबकि अदालतको आदेश पनि आइसकेका छ, रिटर्न निवेदन दर्ता भएर पास पनि भइसक्यो। अब सरकारले नीति नियम बनाउनलाई नै टाइम लगाइरहेको छ। अनि यो सरकार नीति नियम बनाउन टाइम लगाए एकातिर कुरा भयो, अर्कोतिर चाहिँ के देखिन्छ भने नेपालमा गाँजा खेतीलाई वैधानिक ढङ्गले गर्न पाइयो भने नेपालको देशको आम्दानीको स्रोत त धेरै बढ्ने देखियो। धेरै नै हुन्छ हजुर। यो पालि मात्र यो गाँजा मात्र रोपेर फालेर उनीहरूले 9 अरब 96 खर्बको चाहिँ गाँजा काटेर फाले हजुर। भनेपछि यो त देशलाई फाइदा गरेन हजुर। यो त काटेको भयो। अझै यहाँबाट तपाईँले तस्करी गरेर लिएर गएको हरेक टिभीमा नेपाल पुलिसकोमा 1 वर्षको हेर्नु, त्यहाँ कति अरबौँ सम्पत्तिको छ। अब यो अर्को कुरा के भने जस्तो अब गाँजा खेती हालसम्म पनि प्रतिबन्ध छ। यो सबै सामग्री उपलब्ध गराउन तपाईँहरूले गाह्रो छ है। यस्तो जटिलताका बिच पनि तपाईँहरूले आफ्नो व्यवसाय गरिरहनु भएको छ। अब यो मेन कुरा के हो भने गाँजाको कपडा लगाउन, यसकोबाट बन्ने औषधि जन्य वस्तुहरूको प्रयोगका लागि लगायतका कुरामा उपभोक्तालाई बढीभन्दा बढी आकर्षित गर्न तपाईँ के भन्नुहुन्छ? मेन हामीले त सरकारलाई पहल गरिरहेको हजुर। हामीलाई गाँजा र भाङ छुट्याइदिनु। गाँजा भनेको औषधि जन्यलाई भयो, भाङ भनेको यो लत्ता कपडा दाना साना यो सब हामीले गरिरहेकोमा काम आयो। अब हजुरलाई त्यस्तै नै गाह्रो छ, गाँजा र भाङ छुट्याउन सक्दैन भने हामीले छुट्याएर देखाइदिनु सक्छौँ। अनि अरू केही छ भनाइ हजुरको अन्त्यमा? हामीलाई त त्यही छ हजुरको, जति चाँडो हुन्छ नियम चाँडो बनाइदिनु,
यो गाँजा र भाङमा छुट्टै भिन्नता गराइदिनु, हाम्रो व्यवसायलाई माथि बढाइदिनु। हामी ट्याक्स तिरेर हजुरलाई नेपाल मात्र होइन अन्तर्राष्ट्रियमा चाहिँ यो कस्तो भने 0 कार्बन, नो पेस्टिसाइड युज, न यसलाई पेस्टिसाइड चाहिन्छ, न मल चाहिन्छ, न केही चाहिन्छ, न पानीको कन्जप्सन धेरै छ, न कार्बन फल्छ यत्तिकै फल्छ। नेपालभरि फल्छ, नेपालभरि जुनै ठाउँमा लगेन। आदरणीय दर्शकवृन्द, हामीले यति बेलासम्म कुरा गऱ्यौँ विनायकराज पाण्डेसँग। उहाँको गाँजा स्टोर नेपाल 32 पुतलीमा छ। उहाँलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू, हजुरलाई पनि धन्यवाद। हजुर दर्शकवृन्द, आजलाई यति नै। अर्को एपिसोडमा अरू नै विषय लिएर भेट गरौँला। सबैको कल्याण होस्। जय होस्।